आज हामी यस्तो प्राणीको बारेमा कुरा गर्न गइरहेका छौँ जो आफूलाई पुरुष होइन महापुरुष ठान्दछ। त्यही भएर यी काकाले तान्ने माल र दिमागी अवस्थाको हाल हेरेर लाग्छ यिनी हुन् निकोलस भुसाल। आइतबारबाट सन्डे बनाएको हाम्रो मुन भनेको के सोमबार भनेको सोम भनेको मुनबाट सोमबार बनाएको 30 6 महिना वेस्ट फाल्दिनु सर 5 दिनमा म बनाइदिन्छु सर। यो यस्तै लामो लामो पाराको कुरा गर्दा सबैको नजरमा आएको हो यो, नत्र भने झाड बराबर कसैले मतलब दिँदैन। हाम्रो रवि भन्न आइतबारबाट सन्डे बनाएको हाम्रो मुन भनेको के सोमबार भनेको सोम भनेको मुनबाट सोमबार बनाएको होइन, यसले कसलाई मूर्ख बनाउन खोजे हो? जनता यति त बेवकुफ छैनन् क्यारे, सबै चाहिँ। अहिलेको सालमा म प्रधानमन्त्री प्रत्यक्ष कार्यकारी बनाउन तयार थिएँ छु पनि अहिले पनि, तर लायक भएर आउनु पर्यो नि त। उभन्दा खतरा मै छु जस्तो लाग्छ म साइडमा बस्दा। ए काका, तिमी र बालनमा आकाश जमिनको फरक छ। बालन काम चाहिँ बढी गर्ने, बोल्न चाहिँ कम, तर तिमी चाहिँ बोल्ने नै बढी गर्दो रहेछौ। काम त टाढै जाओस्। होइन जेन पुस्ताको कुरा म बोलिरहेको छु नि त, आन्दोलन त मैले लिड गरिरहेको छु नि त। अहिले त लिड त गरे होइन। साथीहो, यो कुरा सुन्दा मलाई एकदम रिस उठ्यो। काम गर्ने कालु र मकै खाने भालुमा चाहिँ यो भालु नै हो क्या? यति मात्र होइन, जेन्जी आन्दोलनलाई यसले कसरी आफ्नो फाइदामा युज गरेर साथी हो यहाँ हेर्नुहोस्। आन्दोलन थियो नि त, शेरबहादुरहरूलाई सबैलाई मार्छु भन्थे केटाहरूले, नमार भनेर हामीले बचाएर रिक्वेस्ट गरेँ। शेरबहादुरलाई मार्छु भन्थे, मैले फोन गरेर भाइ नमार, यसलाई हामीले देश भनेर देखाउनु पर्छ भनेको। मैं पटना क्षेत्रमा बचाएको त्यतिखेर नमार्दै के गर्नु हुँदैन अन्त भएन गर्न 3000 जना केटा छिर्न थालेथे। केटाहरू आर्मीले हामीले के पनि भनिसकेको थियो। यो बारेमा चाहिँ एकछिनमा छलफल गरौँला। पहिला यो नमुना हेर्नुहोस् त। नेपालको साल मात्र अहिले हामीले सदुपयोग गर्यो भने प्रत्येक नेपाली आजकै दिनमा 1 करोड बाँड्न पुग्छ। 1 करोड 20 लाख बाँड्न। एकजना व्यक्तिको नाममा 12वटा साल दिन मिल्छ क्या अहिले? हैन होला। एउटा साल 1 करोड पर्छ, 12 करोड भएन उसको? होइन, के खाने डक्टर हो यो? धेरै पढे लेखेर फुस्के जस्तो छ। लेट्स एस्टिमेट लजिकली होइन, एउटा सालट्रीको एभरेज प्राइस 2 देखि 5 लाखसम्म हुन्छ म्याक्सिमम। यसो एभरेजमा यदि सालट्रीको नम्बर निकाल्ने हो भने तैपनि 22 करोडसम्म आउँछ क्या। तापनि पुग्दैन पुरै नेपालीलाई 1 करोड बाँट्न। भन्छ कि पैसा रुखमा फल्छ, उतो रुखमा नि पैसा फल्छ, उयो रुखमा नि पैसा फल्छ। होइन सबै पैसा फल्छ, पातमा नि पैसा फल्छ। माटो मात्र ढुङ्गामा छ, एउटा माटो ढुङ्गा कति महँगो छ किन्नु पर्यो। हामीले आकाशतिर हेरेर हामीले टिपेको हो के? ए गजेडी काका, भयो तिम्रो लेभल देखियो क्या? सब त्यहाँ काम गर्ने, अनि यसले चाहिँ गफ फेकेको फेकै। अनि के भने अरे नेपाल कस्तो कन्ट्री? माइन्ड लक कन्ट्री हो। त्यो माइन्ड लक भनेको तै मान्छे होस्। बरु निकोलस काका, तिमी राजनीति होइन ओलम्पिक जाऊ। गफ त निकै टाढा फ्याक्दो रहेछौ। आफूलाई बालेन र हर्कसँग कम्पेयर गर्छ यसले। हुन त केपीको ज्यानको मैलो भन्नुपर्छ। साथी हो, एकातिर जेन्जी आन्दोलनमा भएको योगदान र अर्कातिर यस्ता चुतियाहरू त्यही योगदानको नाममा आफ्नो फाइदा लिन खोज्ने। त्यही भएर रिस उठेर आउँछ। साथी हो, आफ्नो धारणा कमेन्टमा लेख्नुहोस्। मेरो नागमणि हराएको छ, मलाई कस्तो दुःख लागिसक्यो। मेरो नागमणि कसले लगिदियो र मेरो नागमणि जसरी पनि तपाईहरुले कहीँ देखेको छ भने ल्याइदिनुहोस्। मलाई बहुत दुःख लागिसक्यो। मेरो नागमणि नि छैन, म के गर्नु, म कहाँ जानु अब?